जाँदा पनि जानु छ भने पनि सबसे अगाडि चाहिँ बहिनीको कपालै बार्दिनु पर्ने हुन्छ। नभए चाहिँ नि मैले कपाल बाटिदिएन भने चाहिँ नि नानीको कपाल चाहिँ यस्तो माया लाग्दो बनाइदिन्छ कि दुईटा यहाँ बाँधेर स्कुल पठाइदिन्छ हो। नानी अलिकति घोप्दो बन्द। अन्त त्यो भएको कारणले चाहिँ आफैले नै गर्नुपर्ने हुन्छ। जति नै हतार भए पनि बहिनीको कपाल चाहिँ बाटेरै जानुपर्ने हुन्छ। बहिनी यहाँ पढ्दै गर्नु है। अब यस्तो हुन्छ यहाँ बिहान पढाएर मात्रै पढाएर ओरेर सबै गरेर चाहिँ जानुपर्ने हुन्छ। बनाइसकेँ होइन। अब रेडी भयो। बहिनी पढ्दै गर्नुहोस् त। अब उसलाई पढाउनु नि के साह्रो साह्रो लेख्नु भयो। हेलो नमस्ते अनि गुड मर्निङ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। र आजको वेदर चाहिँ कस्तो छ भन्दाखेरि एकदमै सुन्दर, एकदमै अमेजिङ, वाउ ब्युटिफुल टाइपको छ। र आज चाहिँ म चाहिँ एसएनपीको ट्रेनिङको लागि लिम्बोङ सिनियर सेकेन्ड्री स्कुल जाँदैछु। र हामीलाई चाहिँ प्रब्लम चाहिँ खास के हुन्छ भन्दाखेरि गाडी यहाँदेखि चाहिँ अब हाम्रो गाडी छैन नि त। अन्त यहाँदेखि चाहिँ सर्भिस गाडीमा चाहिँ लिङ्गीसम्म जानुपर्ने हुन्छ, सिङताम सर्भिस गाडीमा। र सिङताम लिङ्गीसम्म गएर चाहिँ बल्ल तल साथीकोमा गएर चाहिँ दुईवटा हात खुट्टा जोडेर रिक्वेस्ट गरेर मलाई पनि लगिदिनुहोस् न भनेर चाहिँ रिक्वेस्ट गर्दा मात्रै बल्ल त्यहाँदेखि उनीहरूले चाहिँ ए बिचरा भनेर चाहिँ हामीलाई लान्छ होइन। तर त्यो त्यहाँसम्म चाहिँ हामी सर्भिस गाडीमा जानुपर्ने हुन्छ। र म चाहिँ जाँदैछु। सो आई होप आज चाहिँ मलाई यो स्यान्डलले चाहिँ धोका दिँदैन होला भन्ने चाहिँ मलाई पूर्ण विश्वासको साथमा बोकेर जाँदैछु। परदेखि मात्रै लाउँछु। र मेन प्रब्लम चाहिँ के छ भन्दाखेरि चाहिँ नि मलाई चाहिँ गाडीमा चाहिँ भमिट हुन्छ। अब गाडीमा भमिट हुन्छ भन्दाखेरि चाहिँ मिस भएर नि भमिट गर्छ भनेर भन्छ होइन। तर मलाई जहिले सुकै चाहिँ हुँदैन कि कहिलेकाहीँ हुन्छ अचानक क्या हो। त्यो भएर चाहिँ मलाई चाहिँ गान्तोक जानु चाहिँ यति बेसी प्रब्लम लाग्छ, यति बेसी। अब नाम्ची जाँदा त त्यस्तो प्रब्लम हुँदैन, एकछिन भमिट गर्छु भन्दा पनि हुन्छ होइन। तर गान्तोक जाँदा त अम्मो रानी पुलदेखि त माथि बजारसम्म घरै घर कहाँ गाडी रोकेर भमिट गरिबस्नु। अन्त पुरा टेन्सन लाग्छ मलाई। जुनसुकै गाडीमा चाहिँ भमिट हुँदैन, स्पेसल्ली त्यो लग्जरियस गाडी हुन्छ नि त्यसमा चाहिँ साह्रो पर्छ। झन् त्यो जाइलो क्रिस्टा कुनी के भन्नेमा त नि म चढेर 1 किलोमिटर पर नपुगी म चाहिँ भमिट गर्छु। मलाई चाहिँ त्यस्तो साह्रो पर्छ क्या हो गाडीमा चाहिँ। अझै पनि पुरा प्रब्लम हुन्छ। त्यही भएर गान्तोक जानु छ भने चाहिँ मलाई कम्ती टेन्सन लाग्दैन। टेन्सन छ जिन्दगी, बहुत टेन्सन हे टेन्सन भाइ टेन्सन हे। ट्रेनिङमा सधैँ ढिलो हुन्छ होइन, सधैँ रात पर्छ। र त्यसको लागि चाहिँ मैले के लिएर आएको छु भन्दाखेरि यहाँ टर्च लाइट पनि बोकेर आएको छु यो, किनभने जहिले रात पर्छ नि त। यो पालि चाहिँ मैले चाहिँ पुरै बन्दोबस्तमा आएको छु। जहिले रात पर्छ, जहिले फोनको ब्याट्री पनि सकिजान्छ, बिजोक हुन्छ नि त। सो आज चाहिँ जति नै रात परे पनि म चाहिँ आज चाहिँ टेर्नेवाला छुइनँ। हाम्रो बाटो त कस्तो बेसी रुखहरू पलाएर नि जङ्गल भएको छ, त्यसै त जङ्गलै हो। र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो दामी फुल फुलिदिएको छ है। यो चाहिँ तर के को फुल हो त्यो चाहिँ मलाई पनि थाहा छैन। तर मलाई यस्तो फुलहरू चाहिँ नि पुरा मनपर्छ। अब यहाँ हेर्नु नि कति मजाले फुलेछ है, फुलै फुल आम्मामामा। तर यो चाहिँ इलामे फुलेको है,
इलामीको फुल पनि कति दामी हुन्छ है। फुल भनेपछि चाहिँ कुनै पनि नराम्रो चाहिँ हुँदैन, त्यही भएर मान्छे चाहिँ फुल जस्तो हुनु भनेको चाहिँ त्यही कारण होला हौ। यहाँ पनि फुल, फुलै फुल, फुलै फुलको बगैँचामा मेरी मायालु। हेर्नु त कति दामी फुल। फुलै फुल। मलाई चाहिँ यस्तो जग्गा चाहिँ साह्रै मनपर्छ। ल अब चाहिँ यहाँ चाहिँ हामी चाहिँ गाडी भएको जग्गा आइपुग्यौँ। अब चाहिँ गाडीमा चढ्नुपर्ने हुन्छ। यहाँ गाडीमा चढेर पनि भ्याट्याट्याट्याट्या बोल्दाखेरि फेरि ड्राइभरले तालु फुट्ने गरेर दिन्छ होला होइन। सो आफ्नो आफ्नो तालु बचाउँ। भरे म फेरि हजुरहरूलाई भेट्नेछु। अहिलेको लागि बाई। आज चाहिँ नक्कल पारेर हिल्स लाएर आएको होइन, तर खै यो पत्ताबारो लाउने हो। हो नक्कल पार्नु पनि सिक्दै गर्नुपर्ने रहेछ है। अब हेर्नु नि अब कहाँदेखि चाहिँ भन्नु यस्तो। यो चप्पलले चाहिँ यो हिलले अनि यता देखाउनु न यता कहिले कहिले नक्कल पार्नुपर्छ धन्न मिसले। लु बेसी जङ्गली होइन, अलिक के हो यो यस्तो। यहाँ कपाल चाहिँ थरी थरीको छ। यता मिसको कपाल उहाँको चाहिँ नेचुरल हो नि त। उता फर्किदिनुहोस् त, यस्तो दामी छ। अब यता मिसको त के कुरा गर्नु र, सुन्दरताको भन्यो नि त यता चाहिँ। बस्नु न मिस। अब चाहिँ फाइनली हाम्रो ट्रेनिङ पनि खत्तम भयो। बिहान 10 बजीदेखिको ट्रेनिङ चाहिँ कति बजी सक्यो यहाँ हेर्नु त। कति बज्यो यो 4 बज्यो। बाई सर, बाई बाई म्याम, बाई। नेक्स्ट इयर भेटौँ म्याम। नेक्स्ट इयर होला अब फेरि। जा हेलो आज अन्त त्यही भएर जहिले गम्मुर जुत्ताहरू मात्रै लाउनु हुँदैन रहेछ, कहिले काहीँ चाहिँ हिलसिल पनि लाउनु पर्ने रहेछ। मिस मिस इङ्ग्लिसको त पाउँछ अरे यहाँ नि। सुन्नुभयो 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 जहिले जहिले नि गम्मुर जुत्ता मात्रै लाउनु हुँदैन रहेछ। कहिले किन नि अन्त हुँदैन हाम्रो चाहिँ। यता पढी नाम मात्रै पढिएन यता हेर्नु न, मान्छे पनि पढिन। बाई बाई, फेरि भेटौँ। अब म हेर्नु त फोटो होइन त हौ। यस्तै हुन्छ भनेर चाहिँ मैले लाइट बोकिकन आएको। हाम्रो जग्गामा चाहिँ यसरी लाइट बोकेर हिँडेन भने चाहिँ अभर पर्छ। यो फोनको त आशै हुँदैन नि त, ब्याट्री कतिखेर डेट हुन्छ होइन। त्यही भएर चाहिँ मैले लाइट ब्यान्ड लिएर आएको। जुगाड गर्नु चाहिँ जरुरी छ। अब यो लाइट छ भने त टक्क यसरी बालेर हिँड्नु मिल्यो नि त। कस्तो रात परिहाल्छ फेरि आजकल त, दिन छोटो भएर होइन राति भइहाल्छ हौ। अन्त म चाहिँ जाँदैछु। तपाईँहरूलाई अब घर पुगिसकेर फेरि भेट्नेछु। तबसम्मलाई बाई बाई। क्या है ये? बकरी है बकरी। बाख्रा यहाँ बाँधेछ त। मलाई निकैले पर्खिरहेको रहेछ। ओइ
मलाई पर्खेर बस्ने त होइन, भात खाइ नै रहेको रहेछ। खै मलाई त पर्खेन रहेछ त, भात खाइरहेछ त। बल्ल बल्ल घर आइपुग्यो यस्तो बिजोक अवस्था भएर। थ्याङ्क यू फर वाचिङ, बाई।